म बिहानै उठे नुहाएर लुगा लगाएर मार्केट जान्छु भनेर रेडी हुँदैछु। अनि मैले एउटा रेड टी सर्ट लगाएँ अनि त्यसपछि त्यसलाई मिलाएँ अनि फटाफट हेरेँ अनि फेरि गएँ मैले आफ्नो कपालहरू हेयर स्टाइलहरू सेट गरेँ, स्प्रे हानेँ। त्यसपछि हिरो लागेको छ केटो त यार, हिरै हो हिरै हो। त्यसपछि म गएँ आफ्नो मेन डोरतिर गएँ। मेन डोर गएर त्यसको लक अन गरेपछि लक खोलेपछि त्यसपछि म बाहिर निस्केर यस्तो भ्यू हेर्दा त पानी परिरहेको रहेछ, दामी भ्यू भएको छ, मौसम पनि राम्रो छ, पानी परेको छैन अहिले। त्यही भएर त्यहाँ गयो अनि हेरेँ आफ्नो होस्टेललाई पनि हेरेँ, मेरो होस्टेलै हो, होस्टेललाई पनि माथि उता बस्छु म, त्यहाँ हेरेँ। त्यसपछि हिँड्दै लागेँ म बाटो हिँडेँ। त्यसपछि हिँडेपछि ठिक्क जेब्रा क्रस आयो। जेब्रा क्रसमा पनि मैले हिँडेरै पार गरेँ। यताउता एउटा गाडी आएर रहेछ, गाडी पनि आयो। त्यसपछि हिँडेर पार गरेपछि म ठिक्क पार भएपछि अझ मैले एकचोटि चट्ट आफ्नो फेसतिर क्यामेरा लगाएर म अझ फेरि मुस्कुराउँदै जिब्रो निकाल्दै यहाँनिर उभिएँ। त्यहाँपछि त्यो अलि त्यो पानीको फराहरू चाहिँ त्यहाँ हेर्न लाग्यो, तर रमाइलो थियो त्यो सबैहरू। अनि त्यहाँ हेरेर म आफै हाँस्न लागेँ। त्यसपछि एउटा कुत्ताले डराइरहेको थियो म देखेर। यो कुकुर त्यस्तो दामी थियो नि, राम्रो कुकुर थियो। उताबाट नि त्यो अर्को कुकुर आएर रहेछ अनि त्यो देखेर अलिक डराइरहेको रहेछ कि त्यो उताबाट कुकुर आएर रहेछ अझ। तर यहाँ कुकुरलाई धेरै राम्रो मान्छन् है, यहाँका मान्छेहरू धेरै राम्रो मान्छन्। अनि मैले आफ्नो एटिएम निकालेर एटिएमको डोर खोल्न लागेँ। डोर अहिले खुलेन एकमा, अब खुल्छ है। खोल्यो। डोर खोलेपछि म सिधा एटिएममा पैसा निकाल्न गएँ। पैसा निकाल्नको लागि म माइक किन्न गइरहेको कि माइक किन्न, मसँग माइक छैन, अब त्यो किन्ने हो। अब त्यतातिर गइरहेको छु सुपर मार्केटतिर। अनि पैसा निकाल्दै एटिएम भित्र छिराएँ, इङ्ग्लिसमा लगाएँ अनि पिन हानेपछि मैले कति पैसा निकालेँ त्यो चाहिँ बताएन है, सरी त्यसको लागि। पैसा चाहिँ निकालेँ मैले, जति निकालेर म गएँ। फेरि अझ एउटा रेड लाइट आयो, त्यहाँ पनि म वेटिङमा रहेपछि वेट गरायो। त्यहाँ पनि रेड लाइटमा धेरै सिग्नल हुन्छ क्या यतातिर, बस पनि कत्रो लामो हौ। फेरि म एकचोटि आफ्नो जिब्रो निकालेर गरिहालेँ। आदतै रहेछ जिब्रो निकाल्न मेरो है। अनि सही छ होइन, सब्सक्राइब पनि गर्नु होला। फेरि म हिँड्दै लागेँ है, फेरि हिँड्दै लागेर फेरि बाटै हिँडेँ, यताउता हिँडेँ। अगाडितिर क्याफे थियो जस्तो लागेको थियो मलाई। क्याफे कस्तो राम्रो बाटो छ है, रोमानियाको क्याफे पनि छ यतातिर। केटो आफैलाई हेर्दै मुस्कुराउँदै गरिरहेछ। ठिक छ, राम्रो छ हौ, हिरो हो केटो त, जमानाको त हिरै हो नि त होइन। ठिक छ। अनि मैले उता चर्च देखेर ठिक्क चर्चतिर हेरेँ। त्यहाँ साइडमा एउटा चर्च, राम्रो चर्च रहेछ, त्यो पल्तिर चर्च रहेछ है। चर्चलाई मैले यस्तो देखेँ अनि यस्तो ढोक गरेर आफ्नो मेरो इच्छा जे छ ऊ होइन, हे भगवान् मलाई सबैभन्दा राम्रो पैसा कमाऊ र राम्रो जमा भन्ने मेरो सोच छ होइन। त्यही मेरो सोच छ। अब त्यो पुरा होस्, पैसा कमाउनको लागि आएको। अब म चट्ट हिँड्दै गएपछि त्यहाँबाट हिँडिरहेको थिएँ। यस्तो राम्रो सिन थियो, बाटो थियो। तर हाम्रो नेपालमा कहिले होला है यस्तो, खै हुन्छ कि हुँदैन। अब म पुगेँ आफ्नो अफी मलतिर, जहाँ म माइक किन्नको लागि जान्छु भनेको थिएँ है। म अफी मल भन्ने मेरो नजिकै पर्छ त्यतातिर गएँ। अफी मलमा गएँ। त्यहाँ गएपछि फेरि हिँडेँ अनि उताको गेट बिग्रेर चाहिँ म डाइरेक्ट भित्र गएर अनि ठिक्क म भर्याङ चढेर ठिक्क म आफैलाई हेर्दै मुस्कुराउँदै हिँड्दै गरिरह है। आफैलाई मुस्किँदै हिँड्दै गरिरहेको थिएँ। उताबाट चट्ट फेरि म भर्याङ पुगिहालेँ। फेरि भर्याङ पुगेपछि म अझै हिँड्न लागेँ। हिँडेपछि फेरि म मलभित्र पुगेपछि मलको एउटा राम्रो भ्यू देखाएँ तपाईँहरूलाई है। तपाईँहरूलाई भ्यू देखाएर फेरि उतातिर हेर्नुहोस्
रोमानियाको मल। फेरि म अलि फास्ट गरिदिएँ है, यो फास्ट गरिदिएँ, अलि लामो भिडियो हुन्छ भनेर फास्ट गरेको। अनि म आफैले देखाएँ, आफैले देखाएँ। म धेरै परेशान, सायद मलाई भोक लाग्यो हुनसक्छ है, सायद मलाई भोकै लाग्यो जस्तो। तर त्यहाँ मलाई मिलेन जस्तो लाग्यो नै, म जान लाग्छु सायद। त्यहाँ गइरहेछु, अझ मुस्कुराउँदै गइरहेछु। फेरि म भर्याङ चढ्दा कहाँ पुगेँ, कहाँ माथि पुगिहालेँ। क्या हो, स्वर्गै पुगाउँछ क्या हो जस्तो लाग्छ मलाई त कतिखेर, स्वर्गै पुग्ने जस्तो छ। फेरि यो हो पाइने भित्र के मोबाइलहरू पाउँछ है, यहाँ पाउँछ भनेर गएको। यहाँ एउटा भ्यू देखाइदिएँ मैले पुरा यो मलको होइन। यस्तो आज छुट्टीको बेला राम्रो थियो, तर मिलेन है। त्यहाँ म फर्किहालेँ सायद, म त्यहाँबाट फर्किएर सायद मलाई अलिअलि भोक पनि लागेको छ। मैले बिहान के खाएको थिएन है, भोक पनि लागेको छ। त्यही भएर मेरो अनुहार यस्तो न्याउरो भएको छ। ऊ पेटमा हात लगाउँदैछ। भोक लाग्यो छोरा, भोक लाग्यो तिमीलाई? ल ल ल ल अहिले खान्छौ है तिमी। ल अगाडितिर केएफसीको पसल देखेँ। अब म गएँ केएफसी किन्नतिर जाउँ भने यतातिर हेर्दैछु, अब किन्छु होला। त्यहाँ हेरेँ मैले रेटहरू हेरेँ, यस्तो हेरेँ। अब कति बजेट, अब यसको भाषा मलाई नबुझ्ने, मेरो भाषा यसले नबुझ्ने, इङ्ग्लिसमा अलि दुइटैले कन्भर्सेसन गऱ्यो। बल्ल तल्ल त्यो दिदीले बुझी। दिदी त पक्क भए त अब उसलाई अलि इङ्ग्लिस नआउने, मलाई अलि इङ्ग्लिस कमै आउने है। दुइटै उस्तै पऱ्यो फेरि भाषामा। त्यस्तै परेर दुइटैले कुरा गरिहाल्यो। फेरि दुइटा भयो, इसारामा अलिअलि कुरा भयो। भएपछि ओके डन भयो। चाहिँ भोक कति लागेको थियो है मलाई, अति भोक लागेको थियो। अनि दिदीले चाहिँ डन गरिदियो। अनि मैले आफ्नो कार्ड हानेँ, पैसामा कार्ड हानेँ। अनि त्यहाँदेखि मलाई एउटा पेपर दिए, यति नम्बरको हो, यति नम्बर पछि उता बसेर वेट गरेर आउँछ भने। त्यसपछि ठिक्क त्यो पेपर समाएर म उतातिर टेबलतिर गएर उता टेबलमा बसिहालेँ। बसेर अब यस्तो भोक लागेको थियो क्या मलाई। यस्तो भोक लागेको बेला त नङ खान्छु म। त्यो फेरि भोक लागेको बेला मैले नङ खाइदिन्छु है। भोक लागेको बेला नङ खाएर दाँतमा हालिरहन्छु। त्यस्तो भएपछि ठिक्क मेरो पालो कतिखेर आउला भनेर कुरिरहेको थियो। अब उताबाट त्यो नम्बर लेखेको हुन्छ स्क्रिनमा है, स्क्रिनमा नम्बर लेखेर अब त्यहाँ जानुपर्छ। त्यहाँ गएपछि अनि मात्र थाहा हुन्छ केएफसी आयो, अर्डर भयो कि नै भनेर। त्यहाँ नम्बर हेर्दैछु म, सायद भोक ल्याइसकेको रहेछु मैले। ओके फेरि खाँदैछु, केटो मुरुक खाँदैछ। ओहो क्या यामी खाँदैछ फेरि। ओहो अझ खायो केटोले। ठिक छ खाऊ बाबु खाऊ, तिम्रै जन्मदिन घुमिराख, खाऊ अनि खाऊ, अझ खाऊ, धेरै खाऊ। खानै त आयो भने है, खाना जानेका केटा हो, खाऊ। फेरि अझ हेर्नु एउटा बर्गर छ, 2-3 केएफसीहरू छ, अनि एउटा कोक छ। त्यो मैले पुरा खाना सकिनँ है, यो यति बाँकी रह्यो। बाँकी मैले झोलामा हालेँ। फेरि अझ रुमतिर हिँड्दै लागेँ। फेरि म रुमतिर गएँ, हिँड्दै रुमतिर गएँ। टन्न भएर फेरि गएँ, फेरि यतातिर गएँ। अनि यता गर्दै फेरि म यतातिर आएँ। फेरि एउटा क्यासिनो देखेँ। क्यासिनोतिर छिरो जस्तो लाग्यो। अझै हेरेँ त्यो ओपन ढोका छ भनेर पनि रहेछ। फेरि हेरेँ अझ जाउँ न, छिरो अझ हार्छु पैसा भन्छु चाहिँ। त्यो के जे हुन्छ 10 रुपियाँ हानेरै आउँ भने फेरि गइहालेँ।